पस्नुहोस् पस्नुहोस् मेरो परी मान्छे ल ल दसैँमा चिची खाएको ठुलो मान्छेबाट स्टार्ट गर्छौँ गोबरले टास्छ होइन ल हामी चाहिँ रेडी भइसक्यौँ अब चाहिँ टिका लाउने तर्खरमा छौँ नि त्यही चारवटा लगाइदिएको मरा टिका रेडी पारिसक्नु अनि सायाङ चाहिँ दसैँ त इलामतिर रमाइलो नि राम्रो बेबी आएर फोटो छ माया 3, 2, 1 हाई गाइज गुड मर्निङ एन्ड सेवा नमस्ते स्वागत छ तपाईँहरूले मेरो च्यानलमा अनि नयाँ ब्लगमा इट्स मी रन्जु राई खड्के फ्रम धनकुटा म चाहिँ धनकुटाबाट ब्लग गर्ने गर्छु साथीहरू सो आज चाहिँ एकदमै लङ टाइम पछि ब्लग लिएर आएको छु सबैजनाले हेरेर साथ दिनु होला भन्दै आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्दै म पनि सन्चै छु र आज चाहिँ म मेरो नानाको घरदेखि ब्लग स्टार्ट गर्दैछु आज चाहिँ दसैँको दिन विजय दशमी टिकाको दिन म चाहिँ दसैँ मनाउन आइरहेको छु हेर्नु न कस्तो राम्रो फुल फुलिरहेछ अनि मेरो पछाडि छोराछोरीले मलाई पर्खेर बसिरहेको छ हेर्नु न कहाँ जानु बाबा माथि त नजाऊँ न अनि तपाईँहरूलाई पनि विजय दशमीको हार्दिक शुभकामना है ह्याप्पी दसैँ भन्दै आज चाहिँ एकदमै राम्रो वेदर पनि छ हेर्नु न त्यही माथि यति राम्रो फुलबारीमा बिहानै हामी चाहिँ मामु छोरी छोरा डुल्दैछौँ मेरो छोरी ओह्रालो लाग्दैछ अनि छोरा भने उकालो अब म कता जाने म बिचमा बसेर उनीहरूलाई हेरेर बस्नु सिवाय केही छैन आज चाहिँ मैले यो उसमा पकेट 3 क्यामेराबाट चाहिँ यो दोस्रोचोटि भ्लग गर्दैछु योभन्दा पहिले चाहिँ मैले 2 हप्ता अगाडि भ्लग बनाएको थिएँ किनभने म चाहिँ भ्लगहरू बनाउन नै भ्याउँदिनँ हो साथीहरू मलाई लुगा बेच्दै ठिक्क छ कि जता छिटो पैसा आउँछ त्यता नै काम गर्नु पर्यो नि त होइन सो म चाहिँ कन्टिन्यू भ्लग गर्ने चाहिँ कोसिस गर्दैछु त्यही पनि पाएको छैन कि नभ्याएर नै भनौँ न टाइमै पाउँदिनँ कोही गयो जाऊँ न त्यहीँ लिएर त्यही भएर पनि आई होप अब चाहिँ म कन्टिन्यू गर्छु कि भन्ने आश छ मेरो छोरी गीत सुनेर नाच्दै थियो लडेर त्यहाँ हेर्नु तल ल हिँड्नु छिटो कस्तो राम्रो हेर्नु न वेदर त्यस्तै राम्रो ठाउँ त्यस्तै राम्रो यो चाहिँ धनकुटाको कचिडे भन्ने ठाउँ है यो चाहिँ धनकुटाको कचिडे फुलबारी चोक भन्ने ठाउँ हो अनि यो बस्ने ठाउँको नाम चाहिँ गोलघर है अनि यहाँ पारी देखेको चाहिँ धनकुटा बजार चुलीवन चाहिँ मजाले देखिँदो रहेछ यहाँबाट हेलो भनिदिनु त मेरो ब्लगमा खोइ त हेलो भनिदिनु ल भागेको हेर न दादाहरू देखेर ऊ पनि कुद्दैछ है गोलघर जाऊँ न छिटो गोलघर जाऊँ कोही हो त्यता जाने हो र जाऊ न त जाऊँ यता दादाहरू कुदेको देखेर लुकेर हेर्दैछ मेरो छ लिन जाऊँ उता फुपाको घर हिँड नि त छिटो हिँड्नु नि त उता दादाहरू भएकोमा छिटो हिँड्नु छक्क परेर बस्दैछ छिटो हिँड्नु नि त अनि बिस्तारै चिप्लिन्छ नि त्यहाँ त कस्तो राम्रो फुल छिटो हिँड्नु छोरी नाच्दैछ छुट्टी छोटो छ जनवरी फेब्रुअरी मार्च अप्रिल छोटो छ
मायाको सम्झना दिनमा फोटो छ मायाको सम्झना दिनमा फोटो छ। मेरो छोरी कस्तो मजाले नाचेको क्या। छोरी मान्छे अलिक नक्कली नै हुने है। ल हिँड्नु छिटो अजी भएको घरमा हिँड है अब उनीहरू त। ल मेरो छोरी त भित्रै जान। हेर्नु है के गर्छ है मेरो छोरी। जान जान दादाहरू भित्र हुनुहुन्छ जाऊ। हेर्नु त मेरो छोरीलाई लाज लाग्दैन दादा यहाँ पर्खेकै। मेरो छोराछोरीलाई बडाको घरदेखि अहिले गोलघर जाँदैछौँ। यति ढिलो छ नि जे देख्यो त्यही पक्रिन्छ बाबा। अल्छी लाग्छ हौ मलाई त। त्यहाँ छोरालाई कस्तो बाठो छ। के गर्नुभएको सानो? के हो त्यो? यो लजावती फुललाई पक्रिँदै मारेको रे। त्यहाँ हेर्नु न मारेको। यहाँ आउन यहाँ छ कति धेरै। यो गर न यो यहाँ आउ न। यो लजावती फुल चाहिँ छुनु बित्तिकै यसरी मर्छ के। अब हेर्नु ल म यसलाई छुन्छु। हेर्नु त यो सानो हुन्छ। यो पत्ताहरू छुम है। मरिगयो। अब यसलाई छुम है। यो लजावती फुल लजाएर यस्तो भएको यस्तो हुन्छ कि यसलाई छुनुपर्छ। आमा बहिनी तल गइसक्यो बाबा आउन। बेबी लड्छ। मेरो छोरीलाई त नि यस्तोमा उभिराखेको रहेछ। फटै लड्छ नि। आउँदिन लड्छ। कस्तो राम्रो कि यो गोलघर। बेबी यहाँ हेर कति नामो। फोटो खिचौँ न एउटा। नानाले चाहिँ दसैँको टिकाको लागि यसले के भन्छ? फुलपाती रेडी गर्दैछु कलशमा राख्नको लागि। दसैँ के अरे दसैँ त इलामतिर रमाइलो नि। कति रमाइलो हुन्छ। यो चाहिँ तर हाम्रो इलामको घर जत्तिकै जस्तै नै भयो। अलिकति पोखरीहरू छैन र मात्रै नि। हाम्रो इलाममा पनि पहिला यस्तै घर थियो नि त। हामीले यसरी नै सजाउनु हुन्थ्यो। डेडीले सिकाएरै हो क्या। हामी पनि त्यस्तै भएको। कस्तो राम्रो। क्लोई गइसक्यो नि बेबी। के अरे कलशमा राख्नु भनेको अरे कि मैले लोटामा राख्नु भने। ए लोटामा त राखिन्छ त नि। अनि भेनाले कलश हो अरे। अनि क्लोई फुलै फुल्छ यताउति। यसपालि अलिक फुलेको छैन। पोहोर कति फुलेको थियो है यो फुलहरू। ए त नि यसपालि छिटो। बेबी त्यो होइन ऊ तल छ त्यो चुटाउनु। मामुले कुट्नुहुन्छ नि फेरि। मेरो छोरीलाई यस्तो रमाइलो वातावरणमा अनि हुर्काएको भए मैले। मेरो घरभित्र त्यहाँभित्र पसेर मामु अरे मामु यता माथि हुनुहुन्छ आउनु। पुग्छ लुज क्यामेरामा चाहिँ जे होस् आफ्नो फेस अलिक गतिलो दिन्छ। यो के अरे आइफोनमा चाहिँ यस्तो नराम्रो देखिने कि भएको भन्दा पनि घिनलाग्दो देखाउने क्या। त्यही भएर मैले क्यामेरा किन्नुको रिजन नै यही हो नि त। भ्लग चाहिँ बनाउनु छैन है। क्यामेरा किन्नुभन्दा अगाडि चाहिँ आम्मामा कहिले के गर्छु जस्तो भएको थियो। यो दुईजना चकचकेहरूले चाहिँ हामीलाई अहिले जिना हराम गरिदिए अरे। यति राम्रो छ कि कति नाम यो नाक यो आँखा यो मुख आया। मेरो छोरी ठ्याक्कै छोरा जस्तै छ कपाल छैन। अनि यो चायाङ चाहिँ मामुलाई माया नगर्ने। कति नाम म हेर्नु न माया गरिदिने। चुप्पा गरिदिनु क्यामेराले चुप्पा गरिदिनु न। मलाई होइन है चुप्पा गरिदिनु। नोच चुप्पा यता फर्काउँछु ल। लानु त
आनन्द मेरो जन कसले भुवा गरौँ बत्ती मामु भन न मेरो छुना भन्देऊ नि त कति राम्रो देखेको माथि के नि त कस्तो राम्रो के कति राम्रो अब चाहिँ हामी रेडी हुन लागेको छु साथीहरू अनि हाम्रो चाहिँ यहाँ एभ्रिथिङ रेडी भइसकेको छ टिकाको लागि हेर्नु न कस्तो मजाले नानाले टिकाको लागि जमरा टिका रेडी पारिसक्नु भएको छ अनि खानामा चाहिँ हाम्रो के पाकिसक्यो भने नि म त केही बनाउनु जान्दिनँ सबै नानाले वाउ मासु तर राम्रो देखेको छैन कि यहाँ चाहिँ सबै थोक छ यहाँ माम पनि पाकिसकेको छ हामी चाहिँ 10 थरीको भेराइटी खाँदैन क्या राई मतलीहरू चाहिँ खानेले खान्छ तर हामी चाहिँ खाँदैन खासै अनि नेवारहरूकोमा चाहिँ धेरै भेराइटी हुन्छ मलाई चाहिँ त्यो बनाउनु पनि आउँदैन सो अब हामी रेडी हुन लागेको ल हामी चाहिँ रेडी भइसक्यौँ अब चाहिँ टिका लाउने तर्खरमा छौँ मेरो छोरी पनि यति लामो भइसक्यो यहाँ लाउनु चाचा लाउनु यहाँ लगाइदिउँ त यहाँ चाचा लगाइदिएको अरे भित्र ल चिरा अक्क पनि यो चाहिँ बेबीलाई खै बेबीलाई ल पहिले ढोका पूजा गरेर हामी चाहिँ अनि फेरि हामी टिका लाउँछौँ होइन छैन गोबरले यहाँ हेर मामुलाई यहाँ हेर यसरी लगाइदिने अहिले सायालाई पनि लगाइदिने मामुलाई हेर दादाले बहिनीलाई टिका लगाइदिएछ वाउ यो पैसा देऊ बहिनीलाई बहिनीलाई देऊ हिना गरिदेऊ हिना यो लगाइदिने यो पुगो बहिनीलाई यो पनि लगाइदिने अहिले चाहिँ हाम्रो टिका सकिसक्यौँ अब चाहिँ हामी खाना खाँदैछौँ अहिले छोराछोरी फुपा ठुलो बाबा के खाएको छ यहाँ टिका लगाएको दसैँमा चिची खाएको हो उनीहरूलाई यस्तै मनपर्छ खाना पनि खाइसक्यौँ हामीले टिका धेरै भएछ चुइन पो थाल्यो त हो धेरै होइन यो गिलो भएर यस्तो भएको अब चाहिँ हामी फोटो खिच्छौँ थाहा चाहिँ नानाहरू तेह्रथुम जाने हो नि त त्यही भएर हतार भएको ल फोटो खिचौँ न त अब नाना भेना चाहिँ तेह्रथुम जानुभयो अनि अहिले चाहिँ हामी मामु छोरी मात्रै छौँ अनि फुपा त्यहाँ खानाहरू खाएको अहिले खानाहरू खाएको धन्दाहरू गरेर भर्खर आएको फ्री भएको अनि मेरो मोबाइल चाहिँ स्विच अफ भइसकेको छ कति लुती देखेको टिका सायाङ दादा सायाङ बोलाउँदैछ है बहिनीले त है सायाङ हाँसेर बोलिदेऊ न मेरी निसा मामु छोरी चाहिँ टिका लाउन जाँदैछु मूल घरमा म चाहिँ यता घर आएको थिएँ अनि अहिले छोरी उठेर
यतिखेर हामी टिका लाउन जाँदैछौँ। दिउँसोको कति बजिसक्यो। किन हुप्पा फुलेको हौ? भर्खर उठेको छोरी अनि त्यही भएर एकदम रिसाइरहेको छ। कति बज्यो? 4 बजिसक्यो। भ्लग बनाएको नभ्याएर बनाउनै भ्याउँदिनँ। लुगा पनि फेरि अहिले होस् न त अनि के हुन्छ, सम्झना मात्रै रहन्छ मरेर गयो भने पनि। मलाई छिट्टै मर्छु जस्तो लाग्छ। खै हो लगाइदिइहाल्नु नै। अब हामी फेरि मामाली गएको भन, फेरि हामी मामाली गएको भन। ल हिँड न छिटो, यता फर्केर ल ल तल तल। ल ल ल यो बोक्नु नि त। अब फेरि कहाँ हिँडेको? म त गएँ ल। ल आउनु छिटो, बाई। छिटो आउनु। बाई गरिदिनु अजीलाई। ओ फुपा आउनुभयो। छिटो हिँड फुपा आमाकोमा। छिटो हिँड एकछिन छिटो। बाई लिनु छिटो 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 छिटो। आमालाई बाई गरिदेऊ। गएँ ल मैले। अलिक छिटो अरे, अलिक छिटो अरे। चाहिँ माया गरिदिनु, चुप्पा गरिदिनु। ल अब हामी घर आइपुग्यौँ। यता पस्नुहोस् मेरो परी मान्छे। यता हेरिदिनु न, फेरि फुपाको ढोका हेर्नु, हेरिहाल्नु पर्ने रे। कपाल कहाँ पुगिरहेछ बाबा। तिमी ढोका खुल्लै पो छोडिराख्नु भएको थियो। ए फुपाले त के बनाउँदै हुनुहुन्थ्यो? ल मेरो कपाल, बाफ्रे मेरो कपाल क्या ये। आज चाहिँ हामी डेडी नातिनी छोरी, फुपा नातिनी छोरी मात्रै आज घरमा, होइन हो भन न। ल साथीहरू, आजको लागि चाहिँ मेरो ब्लग यतिमै एन्ड गर्न चाहन्छु। आजको ब्लग के कस्तो भयो प्लिज हजुरहरूले चाहिँ
प्रतिक्रिया दिनुहोला कमेन्ट मार्फत। र आजलाई यति भन्दै हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब, मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै बाई बाई, सी यू नेक्स्ट ब्लग। बाई गरिदेऊ, बाई गरौँ न, बाई गरौँ न यता। ए फुपालाई हेर्दै ठिक छ ल, बाई बाई। गऱ्यो मेन आत्माले